कुम्भ राशि को लागि लग्नमा शनि, अष्टम चन्द्रमा र केतु, चौथो बृहस्पति, पञ्चममा मङ्गल, दोस्रोमा राहुको प्रभाव देखिन्छ। लग्नको शनिले महिनाको अन्तिममा महत्त्वपूर्ण कामहरू बन्नेछ। त्यही पनि शनिले त राशि परिवर्तन गर्नेछ। लामो समयदेखि टाउकोमा ठुलो भारी बोक्नु भएको थियो, धेरै दुःख पीडा अभाव बोक्नु भएको थियो, उल्झनमा फस्नु भएको थियो, स्वास्थ्य बाधा थियो, पारिवारिक बाधा थियो, बेचैन थियो, अशान्ति थियो। यो जुन 7.5ले तपाईलाई जस्तो पीडा दिएको थियो नि, यो पीडाबाट तपाईले छुटकारा, निवृत्ति, यसबाट केही न केही राहत तपाईले महसुस गर्नुहुनेछ। 1000 किलोको भारी बोके जस्तो अनुभूति आभास भएको थियो भने अब 200 किलोको मात्रै भारी बोके जस्तो हुन सक्छ। यो खालको ग्रहको अवस्था देखिएको छ। जब शनि कुम्भ राशिलाई छोडेर मीन राशिमा गोचर गर्नेछन्,